हेलो गाइज, हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा गाइज। आज चाहिँ हेर्नु सक्नुहुन्छ गाइज, कुहिरोले पुरै जाम भएको छ गाइज। हेर्नु केही पनि देखेको छैन। आज चाहिँ म बिहान ट्रेनिङ गर्नु भनेर फेरि आएँ। भनिसक्यो भने गाइज, हाम्रो चाहिँ अब बोरा बोकेर ट्रेनिङ गर्ने स्टार्ट भयो। हाम्रो चाहिँ गाइज केटाहरू त्यहाँ छ, हुइसको कारणले केही देखेको छैन। हुइसो चाहिँ एकदम खतरा लागेको छ। अब हामी चाहिँ ट्रेनिङ स्टार्ट गर्छौँ। नराखौँ, 10 देखि नै स्टार्ट गरौँ फेरि, किन फर्स्ट दिन हो नि त। अनि यो खालको खाना खाएर पनि अब गाइस यो खालको भाडा बोल्नु थालिरहेको छु म चाहिँ। गाइस आज खाना खाँदा ओभर ढिलो भएन, खाना खाँदा त ओभर ढिलो हो। त्यसरी अब भर्खर 12 बजिरहेछ। भर्खर 12देखि भनौँ 10 बजी आएको ट्रेनिङ गरेर ढिलो ओभर खाँदा आज जस घाम पनि लागेको छ, एकदम रमाइलो भएको छ गाइस। तर भाडा मोल्नु पऱ्यो चाहिँ अलि गाइस। हामी चाहिँ फेरि पनि अब फिल्ड तर्फतिर लाग्दै गाइस, बेलुकी भइसकेको छ। आज जस घाम पनि राम्रो लाग्यो, रमाइलो भएको दिन गाइस। आज छुट्टी थियो, क्रिसमस डे थियो। अब हामी फिल्ड तर्फतिर लाग्दै आज जो सुतेर कटाइयो दिनभरि, मस्तले सुत्यो। ट्रेनिङ गरेर आएर एकदम रिल्याक्स मजा फिल भएको छ। अब फिल्डतर्फ लाग्दै ट्रेनिङ गर्न कन्ट्रोल हेर्नु होला गाइस।